हाई गाइज मेरो छोटो मिनी ब्लगमा स्वागत छ। फाइनली हाम्रो चाहिँ यहाँ सकिसकेको छ। यो चाहिँ हाम्रो घरमा खाना कति राखेको रहेछ, मम्मीले राखिदिनु भएको रहेछ। म चाहिँ बाहिर थिएँ र म चाहिँ फाइनली अब घरमा आइसकेको छु गाउँमा। फेरि हाम्रो यति मिठो छ, यति मिठो छ, यति मिठो छ। अब के खाइसकेँ मेरे रूबरू कैसे बता जो चोरियां आँखों ने की उसकी सजा दिल ने सही घरमा खाने जो दिया साथीहरूले पनि दिए अनि आफूले पनि खाएँ। अनि त्यसपछि अस्ति चाहिँ हाम्रो त धेरै नै थियो, अब कति धेरै नै थियो त। अब आफन्तलाई पनि ल्याइदिनु पऱ्यो अनि आफूले पनि बेच्थ्यौँ। अनि त्यसपछि मेरो घरमा चाहिँ कागती पनि छ। अहिले त कागती पनि खानु होला चाहिँ यत्रो यत्रो छ, यो सानो खालको कागती हो। चाहिन्छ भने मलाई सम्पर्क गर्नु। यति छ, यति सानोदेखि लिएर सानो खालको, यो त 2 बोट होला, सानोदेखि लिएर ठुलो पनि छ। यस्तो छ हाम्रो ठुलो खालको कागती पनि खाने। यस्तो रसवाला मजादार तरिकाले रसवाला छ यो, पुरै रस आउने। यति हो हामीले घरमा खाइराख्नु भएको रहेछ। खाने भन्दा साथीहरू मेरो घर आउने भनेर राखेको। अब एकजना साथी चाहिँ आउनु भएन, एकजना साथी चाहिँ आउनुभयो र उनीहरूले चाहिँ अस्ति लगेर जानुभयो। मजदार तरिकाले यस्तो छ हाम्रो। अब अर्को साल चाहिँ अब फल्यो भने खानु पाइन्छ, फलेन भने त्यस्तै हो। अब थोरै बेच्यो। अनि त्यसपछि रुद्राक्ष पनि छ मेरोमा, जस्तो हाम्रोमा रुद्राक्ष भन्छ। योभन्दा व्यापक तरिकाले चाहिँ माथि छ, मेरो जन्मघरमा छ रुद्राक्ष। यो चाहिँ थोरै हो तर खासै फल्छ। यो सानो खुर्सानी खतरा छ, तरिकाको थोरै अनारहरू भयो। यो चाहिँ जडीबुटी, यो चाहिँ हाम्रो घरको जडीबुटी हो। यो चाहिँ काटीले लाउँदाखेरि एकदम राम्रो मजाले जोडिने, मासु जोडिने भन्छ। तर मैले चाहिँ ट्राई गरेको छुइनँ। अब घरमा मम्मीले ट्राई गर्नुहुन्छ। यो चाहिँ अनार हो तर सबै कुहिएर झरिसकेको थिएन। अनि त्यसपछि तपाईँहरूलाई अब यो चाहिँ हाम्रो सुँगुर फार्म हो। सुँगुर छ, अब बेच्ने बेला हुन लागेको छ सुँगुर फार्ममा। अनि त्यसपछि हाम्रो अब यस्तै छ हाम्रो। अब मेरो गाउँको मेरो आफ्नै बारीको आफ्नै परिसा भएको चिजहरू हो यहाँ चाहिँ। तपाईँहरूलाई कस्तो लाग्छ मेरो छोटो मिनी भ्लगमा? सबैले लाइक, कमेन्ट र सब्सक्राइब गरिदिनु होला। यो चाहिँ इस्कुस हो, इस्कुस। त्यसमाथि करेला पनि फलिरहेको छ, करेला इस्कुस। यो त अब कतिको फल चाहिँ लाग्ने हो थाहा भएन। यो चाहिँ होइन मेरो मम्मीले रोप्नु भएको। यो ड्रागन चाहिँ मैले रोपेको हो, रोप्नु चाहिँ, तर फल्छ फल्दैन त्यो कुरा मलाई थाहा छैन। यो धेरै वर्ष भइसक्यो है। उताको चाहिँ मेरो घर बनिँदैछ है। मेरो घरको कुखुराहरू क्या राम्रो फुल है। अब यस्तो सबै मेरो मम्मीले रोप्नु भएको चिजहरू यिनीहरू। म चाहिँ अहिले पहिलो कुरो रक्सी खाएर यसो मिनी ब्लग बनाऊँ भनेर बनाएको। मजदार अमिला ठिक छ कागती। चाहिँ हाम्रो पशु घर हो। यता रुट पर्छ, म पनि आउनुभयो जस्तो छ गोठालोदेखि। म चाहिँ अहिले आँप खाएर बसेको, रुखमै पाकेको आँप यस्तो दामी हुन्छ। मैले खाएर यहाँ बसेको मिठो यस्तो कचल्लै छ। मेरो घरको बाख्राहरू आइदिनु भयो। तपाईँहरूलाई कस्तो लाग्छ मेरो बाख्राहरू? मेरो बाख्राहरू जङ्गल चारेर आइसक्यो।